हेलो नमस्ते एभ्रिवान मेरो नाम ट्विङ्कल र म आज हाम्रो नेपालमा भइरहेको काठमाडौँमा भइरहेको प्रोटेस्टको बारेमा केही भन्न चाहे टु अल माई ब्रदर्स एन्ड सिस्टर्स हु आर पार्टिसिपेटिङ इन द प्रोटेस्ट टुडे। विदेशमा भएको कारणले म हजुरसँग फिजिकली त्यहाँ प्रेजेन्ट हुन नपाएँ भने पनि हाम्रो साथ मेरो साथ समर्थन हजुरहरूको साथमा छ र यो करेन्ट इस्युलाई लिएर चाहिँ गभर्मेन्टले 26 सोसियल मिडियालाई ब्यान गर्न डिसिसन गरेको छ, जुनले हाम्रो स्मल बिजनेसहरू हाम्रो नेपालको स्मल बिजनेसहरूलाई धेरै अफेक्ट पर्नेवाला छ। पहिला पनि टिकटक ब्यान गरेर यो मिस्टेक हजुरहरूले पहिला पनि गरिसक्नु भएको हो र त्यसले गर्दाखेरि हाम्रो नेपालमा स्मल बिजनेस ओनर्सहरूलाई धेरै घाटा भएको थियो र इभन टप डिजिटल कन्टेन्ट क्रिएटर्सहरू पनि विदेशिनु परेको थियो जागिरका लागि। र यो कुरा हजुरहरूले अब फेरि इन अ लार्ज स्केल 26 सोसियल मिडिया ब्यान गरेर गर्दै हुनुहुन्छ र यसको इम्प्याक्ट एकदमै डिभास्टेटिङ हुनेवाला छ। देशको इकोनोमीमा एकदमै धेरै यसले अफेक्ट गर्नेवाला छ र सोसियल मिडियामा एज एन डे टु डेमा पनि हामीलाई आफ्नो फ्यामिलीहरूसँग कुरा गर्न कति सजिलो हुन्छ। म 7 वर्षपछि आफ्नो फ्यामिलीलाई भेट्दाखेरि पनि मलाई एकदमै हाम्रो कनेक्सनहरू एकदमै कम भएको जस्तो केही लागेको थिएन। मैले मेरो फ्यामिलीलाई एकदमै धेरै पछि भेटे जस्तो लागेको थिएन, किनकि हामीले भिडियो कल्सहरूमा हेरि नै रहेको हुन्थ्यौँ र सोसियल मिडियाले गर्दाखेरि अहिले हामी विदेशी भने पनि हामी टाढा भयो भने पनि हाम्रो फ्यामिलीहरूसँग स्टिल हामी भर्चुअली कनेक्टेड छौँ र यो कुरालाई प्लिज हजुरहरूले बुझिदिनु होला र एकदमै सोसियल मिडिया ब्यान गरेर हजुरहरूले केही पनि राम्रो पाउनेवाला छैन। I'd also like to say that this protest that is happening today, it's not just about the social media bans, but it is about the rising corruption in the country and the government taking these steps to avoid being questioned. So dear government, I just want to conclude by saying it's high time you need to relook into your decisions, you need to reconsider your actions, and when you're forming a policy, please do so in favor of the citizen of the country, in favor of the country and its economy. And please share this video to my brothers and sisters who are protesting in Kathmandu today. I really hope this uplifts you and give you the purpose to continue doing so. Thank you so much.